नमस्कार साथीहरू प्रदेश लोक सेवा आयोग कोशी प्रदेश विराटनगर प्रदेश वन सेवा जनरल फरेस्ट्री समूह सहायक स्तर तेस्रो त वनरक्षक पदको जुन छ लिखित परीक्षाबाट छनौट हुनुभएका उम्मेदवारहरूले अब शारीरिक परीक्षण र तन्दुरुस्ती परीक्षाको जुन छ यहाँ इक्जाम दिनुपर्ने हुन्छ। यसको लागि जुन छ सूचना यहाँ जुन छ समयको तालिका आएको छ, सबै यहाँ तपाईँहरू हेर्न सक्नुहुन्छ। वनरक्षक पदको लिखित परीक्षाबाट प्रतियोगात्मक परीक्षाका लागि छनौट भएका उम्मेदवारहरूको शारीरिक परीक्षण तथा तन्दुरुस्ती परीक्षा सम्बन्धी निर्देशन तथा परीक्षा तालिका सम्बन्धी सूचना यहाँ तपाईँहरू हेर्न सक्नुहुन्छ। यसमा सबै कुरा लेखिएको छ। यस आयोगको सूचना नम्बर 186/2081 बमोजिम प्रदेश निजामती सेवा अन्तर्गत प्रदेश वन सेवा जनरल फरेस्ट्री समूह सहायक स्तर तेस्रो त वनरक्षक पदको विज्ञापन नम्बर 3001-3007/2081 खुला तथा समावेशी पदमा दरखास्त स्वीकृत भई प्रथम चरणको लिखित परीक्षामा उत्तीर्ण भएका उम्मेदवारहरूको रोल नम्बरको क्रम अनुसार शारीरिक परीक्षण तथा तन्दुरुस्ती परीक्षाको लागि देहाय बमोजिमको निर्देशन तथा मिति समय र स्थान सहितको परीक्षा तालिका तोकिएको छ। उम्मेदवारले आफ्नो रोल नम्बरको क्रम अनुसार पर्ने मिति समय तथा तोकिएको स्थानमा तल उल्लेख गरिए बमोजिमका कागजात सहित तोकिएको समयभन्दा 1 घण्टा अगावै नै उपस्थित हुनुपर्ने छ। तोकिएको मिति समय र स्थानमा आवश्यक कागजात सहित उपस्थित नहुने उम्मेदवारलाई परीक्षा कार्यक्रममा सहभागी गराइने छैन भनेर यहाँ लेखिएको छ। यहाँ तपाईँहरू हेर्न सक्नुहुन्छ आवश्यक कागजातहरू के जुन छ चाहिन्छ त्यो यहाँ दिएको छ। यहाँ स्पष्ट रूपमा तपाईँहरू हेर्न सक्नुहुन्छ। उम्मेदवार स्वयंले नेपाल मेडिकल काउन्सिलबाट स्वीकृति प्राप्त चिकित्सक वा एनएमसी रेजिस्टर्ड बी अप्टिमिस्टिक गर्ने स्वास्थ्य कर्मीबाट आँखा परीक्षण एवं रंग पहिचान परीक्षण आई टेस्ट एन्ड कलर भिजन टेस्ट गराई सोको प्रमाणपत्र जुन छ तपाईँलाई हुनुपर्ने हुन्छ। नेपाली नागरिकताको प्रमाणपत्र वा नेपाल सरकारबाट जारी भएको फोटो सहितको कुनै सक्लै परिचय पत्र, उम्मेदवारको यहाँ अनलाइन एप्लिकेसनबाट स्वीकृत भएको प्रवेश पत्र, हालसालै खिचेको पासपोर्ट साइजको फोटो 1 उल्लेखित कागजात पेश भए पश्चात मात्र परीक्षा केन्द्रमा उम्मेदवारलाई शारीरिक परीक्षण तथा तन्दुरुस्ती परीक्षा प्रवेश पत्र उपलब्ध गराइनेछ भनेर यहाँ लेखिएको छ। योहरू हुन्छ भने तपाईँलाई मात्र जुन छ यहाँ शारीरिक परीक्षण तथा तन्दुरुस्ती परीक्षाको लागि प्रवेश पत्र दिइनेछ। ध्यान दिनु। यहाँ तपाईँहरू हेर्न सक्नुहुन्छ उम्मेदवारको लागि निर्देशन तथा ध्यान आकर्षणको लागि जुन छ यहाँ बुदागत रूपमा दिएको छ। यो तपाईँहरू यहाँ पढ्नु होला, एकदमै नै इम्पोर्टेन्ट रहेको छ। सबै कुरा यसमा जुन छ लेखिएको छ, यो बुदागत रूपमा सबै तपाईँहरू यो पढ्नु होला। यहाँ लास्ट 24 सम्म यहाँ दिएको छ। यहाँ तपाईँहरू हेर्न सक्नुहुन्छ शारीरिक परीक्षण र तन्दुरुस्ती परीक्षाको मापदण्ड तथा मूल्याङ्कन तालिका यहाँ दिएको छ। तपाईँहरू हेर्न सक्नुहुन्छ डिटेल्ड रूपमा यहाँ दिएको छ। कमा दिएको छ। यहाँ तपाईँहरू हेर्न सक्नुहुन्छ शारीरिक परीक्षणको लागि यो रहेको छ। त्यसपछि खमा तन्दुरुस्ती परीक्षा, त्यसपछि यहाँ 1 नम्बरमा 200 मिटर दौडको लागि, त्यसपछि 2 नम्बरमा यहाँ 3000 मिटर दौडको लागि यो रहेको छ। फेरि यहाँ 3 नम्बरमा रुख चढ्ने, 4 नम्बरमा पौडी खेल्ने सबै यहाँ दिएको छ। अङ्कहरू सबै कति अङ्क जुन छ के को लागि छ सबै यहाँ दिएको छ। तपाईँहरू हेर्न सक्नुहुन्छ, पढ्न सक्नुहुन्छ। परीक्षाको तालिका जुन छ यहाँ दिएको छ तपाईँहरू हेर्न सक्नुहुन्छ। सबै उम्मेदवारहरूको शारीरिक परीक्षण 200 मिटर दौड, 3000 मिटर दौड, रुख चढ्ने परीक्षा कोशी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगर मोरङमा र पौडी परीक्षा न्यू एभरेस्ट कलेज कृषि भवन पश्चिम विराटनगरको स्विमिङ पुलमा देहायको मिति र समयमा सञ्चालन हुनेछ भनेर यहाँ लेखिएको छ। यहाँ रोल नम्बर अनुसार जुन छ यहाँ परीक्षार्थीको सङ्ख्या दिएको छ र शारीरिक परीक्षा र दौड 200 मिटर र 3000 मिटर दौडको लागि यो रहेको छ। यसलाई म अलि जुम गरेर तपाईँहरूलाई यसरी हेराइदिन्छु। यहाँ तपाईँहरू हेर्न सक्नुहुन्छ 1 देखि 296 सम्मको लागि यहाँ रहेको छ। परीक्षार्थी सङ्ख्या 200 यहाँ 1 नम्बरमा, यहाँ 6112 भन्दा माथिका सबै यसमा नै रहेको छ। मिति तपाईँहरू यहाँ हेर्न सक्नुहुन्छ। मिति 2081 साल 12 महिना 23 गते जुन छ बिहान 7 बजे, बिहान 9:30 बजे।
यहाँ जुन छ हुनेछ तपाईँहरू हेर्न सक्नुहुन्छ। यहाँ यसरी सार्दै हुन्छ भन्ने यहाँ तपाईँहरू हेर्न सक्नुहुन्छ। रुख चढ्ने पौडी खेल्ने मिति र समय यहाँ दिएको छ। यो डिटेल रूपमा तपाईँहरू यहाँ हेर्न सक्नुहुन्छ। मिति 2081 साल 12 महिना 24 गते बिहान 7 बजे। त्यसै गरी यहाँ अर्को दिएको छ मिति 2081 साल 12 महिना 24 गते बिहानको 11 बजे पौडी खेल्नको लागि रुख खेल्नको लागि यो रहेको छ। यो डिटेल रूपमा तपाईँहरू यो हेर्नुहोला। मैले यहाँ यसरी जुन छ फेरि जुम आउट गरेँ। यो थियो सबै प्रदेश वन सेवा जनरल फरेस्ट्री समूह वनरक्षक पदको लागि जुन छ शारीरिक परीक्षण र तन्दुरुस्ती परीक्षाको कार्यतालिका।